guys, welcome back to another video, new episode. अनि कस्तो छ हजुरहरूलाई सन्चै छ होला है। म पनि सन्चै छु। आज फेरि दाइ र म यसो निस्केको छौँ घुमघाम गर्नलाई छुट्टीको दिन। अनि नेपाली घन्टीमा भोट हालेर घन्टीलाई जिताउनु पर्छ। जय बालेन, जय घन्टी, जय नेपाल। घन्टीमा भोट हालेर घन्टीलाई जिताउनु पर्छ। अब हामी त विदेशी छौँ होइन, भनेर बेला आउनु पाइँदैन भोट हाल्न। सबैहरू नेपालमा हुनेहरूले सबैले घन्टीमा भोट हालेर जिताउनु होला है। म जितेपछि बालेनको सरकार बनेपछि घन्टीमा भोट हालेपछि हामी पनि फेरि नेपाल फर्केर राम्रोसँग कमाउँछौँ है गाइज। तपाईँहरूले पनि राम्रोसँग सपोर्ट गरेर भोट दिनु होला। हाम्रोलाई भन्दा राम्रोलाई भोट दिनु होला गाइज। जाडो छ, मौसम चिसो छ। यहाँ हाम्रो दाइलाई जाडो भइरहेछ। दाइ धेरै जाडो छ, जाडो भएको छैन, जाडो लागिरहेछ हो, धेरै जाडो भइरहेछ। अब सकिने लागेको बेला अब धेरै नै जाडो हुन्छ। अब केही 3-4 दिनसम्म है त गाइज। हेर्दै गर्नु होला भिडियो गाइज होइन। यो आएको थियो क्या, यो कुकुर होइन, उडाउने बित्तिकै बिरालोहरू सब क्या यहाँनिर छ होइन। एउटा चाहिँ 2-3टा चाहिँ उयो त लुकेर बसिरहेको छ केहीजना होइन। त्यो आउने बित्तिकै अहिलेसम्म यहाँनिर पुरा खेल्दै हिँडिरहेको थियो। त्यो आउने बित्तिकै होइन, त्यो आउने बित्तिकै क्या भागिदिइरहेको यिनीहरू होइन। जीव डराउँदो रहेछ बिरालो कुकुरदेखि। फाइनली गाइज आज चाहिँ हामी हल्कुट मल जाँदैछौँ। पुमा परको मल, त्यहाँनिर गएर कुबेतीहरू छ धेरै। त्यहाँ कुबेती आउने मार्केट छ, यसो घुमेर आज हजुरहरूलाई देखाउनेछौँ। जस राम्रो भइरहेछ, मौसम चिसो गाइज। फाइनली BMW हेर्ने भयो यहाँ होइन, BMW हो यो चाहिँ है। नम्बर प्लेट पनि साइडमा छ, दामी लाग्यो BMW। गाइज हामी चाहिँ यहाँनिर बोर्डहरू भएको ठाउँमा जाँदैछौँ। बोर्डहरू हो यो। राम्रो भिडियो पनि हुन्छ गाइज। यो मल जाँदैछौँ गाइज। फाइनली गाइज आज चाहिँ हामी हल्कुट मल जाँदैछौँ। पुमा परको मल, त्यहाँनिर गएर कुबेतीहरू छ धेरै। त्यहाँ कुबेती आउने मार्केट छ, यसो घुमेर आज हजुरहरूलाई देखाउनेछौँ। जस राम्रो भइरहेछ, मौसम चिसो गाइज। फाइनली BMW हेर्ने भयो यहाँ होइन, BMW हो है। नम्बर प्लेट पनि साइडमा छ, दामी लाग्यो BMW। गाइज हामी चाहिँ यहाँनिर बोर्डहरू भएको ठाउँमा जाँदैछौँ। बोर्डहरू हो यो।
जर्मनी जहाज क्यामेरा पनि रहेछ क्यामेरा पनि छन् है सब हुन्छ नि रेडारहरू सबै अब यस्तो दामी खालको भेटियो कि होइन जहाज है गाइजहरूलाई म यो देखाउँदैछु भाइ र म यहाँनिर आज उहाँ माथि टावर माथि टावरमा गएर पनि सब भ्यू देखाउँदैछ यो चाहिँ हो क्या गाइस माल भनेको चिज भनेको है टक्कै माथि यस्तो छ कति करोडको हो कति करोडको रे दाइ यो 32 करोड हो अलकुटको उहाँ माथि गएर देखाउँछौँ भ्यू त्यहाँबाट दामी भ्यू आउँछ पुरै कभर हुन्छ हामी यसको वहाँनिरको मेन मार्केट उयो मार्केट जाँदैछौँ निलो निलो कुवेटीहरू बस्ने रेस्टुरेन्ट गाइस यो जहाजहरू निस्किने बाटो चाहिँ यही हो निस्किने बाटो यहाँबाट जान्छ त्यो बाटो पुलको बाटोबाट जान्छ गाइस यो माथि जाँदाखेरि यो काठको भने सब हुन्छ भित्रै उनीहरूलाई चाहिने सुविधा सबै हुन्छ नि यसमा हेर्नु न गाडीको मोडल छ है यो माथिपट्टिको हेर्नु न ऊ यत्तिकै हेर्नु त यो छ नि ट्याक्कै गाडीको लुक्स हुन्छ नि अगाडिको थर्ड स्टेप हो अझै लास्ट छ बाइक अझै फाइनली आइपुग्यो माथि हामी यो अन्त गाइस भ्यू भने
होटलतिर अब अझै मलतिर जाँदैछौँ फाइनली हेर्दै गर्नु होला भिडियो दामी बनेको छ आज मच्छी मार्केटमा छौँ रातिको बेला हो फाइनली हामीले पनि माछा लिएर आइसक्यौँ अब गएर पकाएर खान्छौँ रातिको भ्यू यस्तो छ पुरै आजलाई यति नै गाइज भ्लग है हेर्दै गर्नु होला मेरो युट्युब च्यानल माया गर्नु होला सब्सक्राइब गरिदिनु होला है अब आजको लागि यति नै भ्लग गाइज जय देश जय नेपाल जय घन्टी सबैले घन्टीमा भोट हाल्नु होला गाइज है।